पोखराको उच्च अदालतमा परेको रवि लामिछाने विरुद्धको मुद्दामा चाहिँ हिजो मात्रै रवि लामिछाने पक्षले कुनै पनि जानकारी नदिकन उक्त मुद्दाको चाहिँ अन्तिम किनारा लगाउने जुन चाहिँ प्रयास हिजो मात्रै गरियो त्यो चाहिँ निकै निन्दनीय छ है। कुनै पनि व्यक्तिमाथि लगाइएको मुद्दाको सुनुवाई चाहिँ दुई पक्षीय बीचको बहसपछि मात्रै हुने भए तापनि पोखरामा भएको उक्त जुन चाहिँ निर्णय गरिएको थियो त्यो चाहिँ निकै प्रतिशोधपूर्ण देखिएको छ। म चाहिँ यसले प्रतिशोध भन्छु है। तपाईहरूले चाहिँ के भन्नुहुन्छ? उक्त खबर लगत्तै आज मात्रै रवि लामिछाने पक्षका वकिलहरू पोखरामा देखिनु भएको छ। अब हेरौँ के हुन्छ यसपछि है। रवि लामिछानेमाथिको न्याय जुन चाहिँ अहिले रवि लामिछानेमाथि विभिन्न आरोपहरू लगाएर उनलाई अहिले बुटोलमा चाहिँ पूर्व पक्षको लागि थुनामा राखिएको छ, कारागारमा राखिएको छ। उनीमाथि पोखरामा पनि जुन चाहिँ उच्च अदालतमा मुद्दा चाहिँ दर्ता भएको थियो है। उक्त मुद्दाको चाहिँ किनारा चाहिँ अब हेरौँ कहिलेसम्म लाग्छ, हेर्दै जाऊ। सत्यको चाहिँ जित होस्, निर्दोष चाहिँ नफसोस्। यही हो हामीले भन्ने भनेको। ल, धन्यवाद।